जनता झुक्काएको हो तर म झुक्काउँदैन पक्का पक्का म झुक्काउँदैन। अब हेर्नुहोस् मैले झुक्काउँदैन भन्दाखेरि पनि पचाउँदैन त्यो नपचाउनेहरूलाई मैले अर्को बाचा गरेको त्यो के बाचा गरेको छु भने यदि म फर्केर आइन भने तपाईँहरूसँग भेटघाट गरिन भने पालिकामा गएर योजनाहरू पालिकाको जनप्रतिनिधिहरूसँग मिलेर योजनाहरू बनाएन भने मैले बदमासी गरेँ भने मलाई बिनीमा पोखरामा बाटोमा जहाँ भेट्छ लौरोले चाहिँ कुट्नु भने बाचा हो क्या यो हाँसो गरेको होइन यो बाचा गरेको हो यो हाँसो गरेको होइन किनभने आउँछु भन्ने आएन भने त्यस्तो झुट बोल्ने मान्छेले त ठोक्नु पर्छ होइन लौरो पाएन भने ढुङ्गाले हाने हुन्छ है अनि सास चाहिँ राखिदिनु भने चाहिँ किनभने अरू त अब चोटपटक लाएर केही हुन्न त्यो निको हुन्छ होइन त्यही हो यो बाचा हो साँच्चैको बाचा हो घाँटेको होइन बाचा गरेपछि कुरा गर्नुपर्छ। मानु मलाई तपाईँले कुट्नु भयो हुनु त कुट्नै पाउनुहुन्न त्यो त मलाई थाहा छ ल मानु तपाईँहरूले मलाई कुट्नु भयो तपाईँलाई पुलिसले समात्यो भन्यो भने मैले पुलिसलाई भनेर यसलाई मेरो यिनीहरूलाई मैले बाचा गरेको हुनाले कुटेको छोडिदियो भने अब मैले होइन कुटाइ खाने मान्छेले छोडिदियो भनेपछि छोड्नु पर्यो नि त पुलिसले होइन ल यो कुरा अब के कुरा गर्ने होइन। एउटा कुरा चाहिँ छ एउटा कुरा अन्तिममा तपाईँलाई मैले एउटा जानकारी दिन्छु के जानकारी दिन्छु भने गाउँघरको मानिसहरू यता बस्नु भएको छ गाउँघरबाट कहिले कहिले काम विषयले जिल्लामा पनि जानुपर्छ नि होइन कुनै कार्यालयमा कुनै काम पर्छ ब्याङ्कमा काम पर्ला टिडिओ कार्यालयमा मालपोततिर केही काम पर्ला अथवा केही कागजपत्रहरू बनाउनु पर्ने होला बनाउनको लागि सहयोग गर्नको लागि मैले बेनीमा एउटा सम्पर्क कार्यालय महावीर पुलको सम्पर्क कार्यालय भनेर खोल्छु त्यहाँ 2-3 जना मान्छेहरू हुन्छन् र तपाईँहरूलाई जे जति सहयोग गर्न सक्ने कुराहरू त्यहाँ चाहिँ सहयोग गर्छन् तपाईँहरूले त्यहाँ गएर त्यो सम्पर्क कार्यालयमा गएर सहयोग मागे हुन्छ त्यो एकदम बिना पैसा फ्रीमा सहयोग गर्ने हो। यति काम त अहिले भन्यो भने गर्न सक्छु किनभने यो काम गर्नलाई मैले कुनै जनप्रतिनिधिसँग छलफल गर्नुपर्ने कुरा होइन आफैले गर्ने कुरा हो। त्यसैले कसैको केही काम पर्यो भने निवेदन लेख्नु पर्ला फोटोकपी गर्नु पर्ला के गर्नु पर्ला तपाईँहरूले सहयोग गर्नको लागि हो। यति काम चाहिँ अहिले भन्छु म चाहिँ र अर्को कुरा मैले त्यो तपाईँहरूले त्यो कार्यालयमा भन्दा बाहेक अहिले त गाउँमा